साथीहरु यो भिडियो मैले के देखाउन खोजेको भने म अस्ति 2082 कार्तिक 22 गते काठमाडौँबाट सुर्खेत आउँदै थिएँ। यो नेपालगञ्जदेखि सुर्खेत सडक पुगेको दायाँ बायाँ यो नालीहरु यो अत्याधिक फोहोर फालिएको देखियो। यसमा चाहिँ सरसफाइ गरिन्छ। सरकारलाई पनि विषय कसको सरकार रहन्छ समृद्धि आशिकतामा नै आउनुपर्ने हो प्रत्येक ठाउँमा हैन। यसमा सडक विभाग यातायात अनि यो सुरक्षा स्थानीय सरकार यो समन्वय गरेर प्रदूषित वातावरणलाई व्यवस्थित गराउन सकिएको भए राम्रो हुन्थ्यो भन्ने जस्तो लाग्छ हैन। यस्ता सचेत नागरिकहरूले यो यात्रुदेखि लिएर यातायात व्यवसाय सबैसँग कोअर्डिनेसन गरेर जथाभावी फोहोर फाल्यो यो हाम्रो यति सुन्दर वातावरणलाई जताततै हरियाली भएको वातावरणलाई यसरी प्रदूषित बनाइएको छ। त्यहाँ पानी व्यवहारहरू पनि कन्ट्रोल गर्ने त्यसलाई चाहिँ पनिसमेन्ट सँगै अलिकति यो चाहिँ खाएर राख्ने अनि सम्बन्धित ठाउँमा फाल्ने डस्टबिनहरूको व्यवस्था गर्ने यो सम्बन्धी यातायात व्यवसायले सूचना जानकारी दिने यो यसरी नियमन गरेको भए यति फोहोर प्रदूषण हुन्थेन। अनि यो पोले हेर्ने यो देखाउनलाई खासमा यो देखेर बनाएको थिएँ। खासमा त्यसको लागि राखेको यसले चाहिँ टुरिस्टहरूलाई पनि एकदम नराम्रो प्रभाव जाने त्यस्तो कारणले गर्दाखेरि हाम्रो आन्तरिक व्यापार व्यवसायहरूमा चाहिँ नकारात्मक असर पर्ने आर्थिक वृद्धिमा समग्र अनुभव हुनाले यसलाई सुरक्षित सन्तुलित एकदम सबै वातावरण बनाएर यो स्वस्थ र सफा वातावरण नारायणी नदी लिएर आएको नारायणी Some people